यो चाहिँ ढुङ्गा यसमा अब हावाहरूले गर्दा चाहिँ यो चाहिँ नुनहरू पानीले गर्दा होइन यो ठुलो ढुङ्गा त्यति पानी परेको छैन अनि यसको कलर चाहिँ यो छ है तर जुन समुद्रको छालले हानेको ढुङ्गा यो चाहिँ यसको भन्न खोजेको चाहिँ यसको चाहिँ यो रङहरू बिस्तारै परिवर्तन हुँदैछ होइन कति सालदेखि होला नि त यो ढुङ्गा होइन बिस्तारै परिवर्तन हुँदैछ नि आफ्नो रङ बदलेर आएको छ यहाँभित्र पनि बाटो समुद्रका ढुङ्गाको जुन हामीले देख्ने ढुङ्गाहरू पत्थरहरू त्यसको कलर अर्कै हुन्छ नि हो तर समुद्रले बिस्तारै यो ढुङ्गालाई चाहिँ हान्दाखेरि फेरि यसरी छाल जाँदै गर्दाखेरि चाहिँ यसले चाहिँ आफ्नो कलर परिवर्तन गर्यो रङ परिवर्तन गर्यो होइन समुद्रको यो त्यसरी हान्दै परिवर्तन गर्यो त्यस्तै हामीहरूको सर्कलमा कस्तो साथीहरू छ कस्तो परिवार छ त्यसले चाहिँ हाम्रो स्वभावहरू चाहिँ परिवर्तन गराउँछ हाम्रो जीवनलाई चाहिँ परिवर्तन गराउन सक्छ त्यसैले हामी चाहिँ राम्रो सङ्गतमा बस्नु आवश्यक छ।